र अबेर नभइकन म के भन्नु चाहन्छु भन्दा चाहिँ मलाई परमेश्वरको बारेमा त्यति हैन परमेश्वरको बाइबलको बारेमा मलाई त्यति ज्ञान छैन है। अनि परमेश्वरको महानता बारे मलाई त्यति गहिराइमा मैले डुबेको छैन। तर मलाई यति हो यो 22 वर्षको समय अन्तरालमा चाहिँ हैन मैले बुझेको सिकेको कुरा भनेको चाहिँ परमेश्वरको यो पवित्र बाइबल पवित्र शास्त्र हैन बाइबलमा चाहिँ लेखिएको र भनिएको कुराहरू चाहिँ कहिले असत्य छैन। यो 101% हैन 101% यो चाहिँ सत्य छ भन्ने कुरा चाहिँ तपाईले बुझ्नुपर्छ र मैले यो बुझिसकेको छु। जब यस पुस्तकमा चाहिँ हैन लेखिएको हुन्छ कि दुश्मनले तँलाई एउटा ठाउँबाट लखेटा तापनि म तँलाई 7 वटा ठाउँबाट चाहिँ उम्काउने बचाउने बाटो तँलाई खोलिदिन्छु भनेको छ हैन। अनि प्रभु तपाईले यो वचनमा लेखेको कुरा चाहिँ धर्मी 7 पटक लड्छ भने हैन परमेश्वरले चाहिँ 7 पटक तपाईलाई उठाउनु हुनेछ। र 7 पटकको साटो 8 पटक किन उल्लेख गरेको छैन बाइबलमा भन्दाखेरि चाहिँ हप्तामा 7 दिन हुन्छ, 7 पटक लडिन्छ 7 वर्ष। त्यसको तात्पर्य के भन्दाखेरि हरेक दिन जब तपाई हैन विश्वासमा लड्नुहुन्छ परमेश्वरले तपाईलाई हैन हरेक दिन तपाईलाई उठाउनु हुनेछ भन्ने कुरा चाहिँ यो बुझ्नु पर्ने हुन्छ। त्यसैले जब मेरो जीवनमा चाहिँ धेरै दुःख आउँछ म परमेश्वरको वचन हैन मेरो हृदयमा चाहिँ एउटा शीतल पानीको काम गर्दछ, एउटा कुलरको काम गर्दछ। त्यति मात्रै होइन चाहिँ जब मलाई चाहिँ कुनै किसिमको फिक्री हुन्छ भने म परमेश्वरको बाइबल पढ्छु हैन परमेश्वरको वचन पढ्छु। पढिसकेपछि त्यो वचनले चाहिँ मेरो हृदयमा चाहिँ एकदमै शान्ति महसुस गराउने गर्दछ। के आज तपाईँ पनि हैन यी जीवनमा चाहिँ दुःखमा हुनुहुन्छ, फिक्रीमा हुनुहुन्छ, चिन्तामा हुनुहुन्छ, तपाईलाई ऋण होला हैन तपाईलाई किस्ताको समस्या होला, तपाईलाई काम नपाएर टेन्सन होला हैन केटाकेटीहरूलाई चाहिँ पढाइको विषयमा चिन्ता होला। अब मेरो एसएलसी कसरी दिने, मेरो क्लास 8 को एक्जाम कसरी दिने, मेरो 11 12 ब्याचलरको एक्जाम कसरी दिने, म यो विषयमा कमजोर छु हैन अब कसरी पास गर्ने होला भन्ने तपाईको फिक्री छ भने त्यो हैन यी तीनैवटा हैन यी कुराहरू छ भनेपछि यो 3वटा कुरा चाहिँ तपाईले चाहिँ हैन गर्नु एकदमै जरुरी छ। र आजको वचनको शीर्षक पनि रहेको छ तपाईले यी 3वटा काम गर्नु जरुरी छ। आजको वचनको शीर्षक रहेको छ तपाईले यो 3वटा काम गर्न जरुरी छ। म परमेश्वरको वचन भजन सङ्ग्रह 34 को 4 5 6 पदमा हेर्नेछु। 4 पदमा यसरी लेखिएको छ, मैले परम प्रभुलाई खोजे र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरो सबै डरहरूबाट छुटकारा दिनुभयो। 5 पदमा भनेको छ, उहाँलाई हेर्नेहरू उज्जवल हुन्छन् र तिनीहरूका शिर शर्ममा कहिले झुक्ने छैन। 6 पदमा भनेको छ, यस दुखित मानिसले परम प्रभुलाई पुकार गर्यो अनि उहाँले सुन्नुभयो र त्यसलाई त्यसका सबै कष्टहरूबाट बचाउनु भयो। हामीले यो दुःखमा परेको बेला चाहिँ हामीले के गर्नुपर्छ भन्ने कुरा चाहिँ आज परमेश्वरको यो वचनले चाहिँ सिकाउन अथवा बताउन गइरहेको छ। हो हामी कतिजना दुःखमा गुज्रिरहेको हुन्छ, हामी कतिजना समस्यामा गुज्रिरहेको हुन्छ, दुःख पर्दा के गर्नुपर्दछ भन्ने कुरा हामीलाई थाहा हुँदैन। चिन्ता गरिरहन्छौँ, फिक्री गरिरहन्छौँ हैन त्यसको बारेमा चाहिँ हामी सोचिरहने गर्छौँ। तर यो वचनले भन्दछ कि दुःखको बेलामा यो कुराहरू गर्नु एकदमै जरुरी छ। धेरै पटक हामीलाई थाहा नभएर पनि हामी हैन त्यही कुरालाई एउटै कुरालाई चाहिँ हामीले सोचेर एङ्जाइटी जस्तो रोगहरू हैन हताशपनको जस्तो रोगहरू चाहिँ हामी विश्वासी जीवनमा आउन सक्छ हैन। त्यसैले आज परमप्रभु परमेश्वरको पवित्र आत्माले सिकाउनु खोज्नु भएको कुरा एकदमै ध्यान दिएर चाहिँ तपाईँ हामीले चाहिँ हैन जीवनमा चाहिँ लागू गर्नुपर्ने हुन्छ। र अनि जसरी चाहिँ परमेश्वरको वचनले चाहिँ आशिष दिनेछन्, जसरी 4 र 5 र 6 पद अघि मैले पढिसकेको छु हैन त्यो पढेको पदहरूबाट तीनवटा कुराहरूबाट चाहिँ हामी बुझ्ने मौका के पाएको छौँ भन्दाखेरि चाहिँ पहिलो नम्बरमा चाहिँ हामीले चाहिँ परमेश्वरलाई खोज्नुपर्छ भन्ने कुरा हो हैन। जसरी 4 पदमा उल्लेख गरेको छ, मैले परम प्रभुलाई खोजेँ र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरो सबै डरहरूबाट छुटकारा दिनुभयो। जब परमेश्वरलाई चाहिँ तपाईले खोज्नुहुन्छ अनि परमेश्वरले तपाईलाई जवाफ दिनुहुनेछ। तर दुःखको बेलामा तपाईले दुःख लिने, चिन्ता लिने, त्यसको बारेमा सोचिरहने होइन, तर परमेश्वरलाई चाहिँ खोज्नु एकदमै जरुरी छ। यहाँ राजा दाउदले पनि यो कुरा लेख्नु भएको छ कि मैले परम प्रभुलाई खोजेँ अनि परमेश्वरले मलाई जवाफ दिनुभयो।
तपाईले पनि परमप्रभुलाई खोज्नुहोस् जब तपाईलाई दुःख आउँछ। मैले भन्न खोजेको यो होइन कि सुख भएको बेलामा चाहिँ परमेश्वरलाई नखोज्ने होइन, हैन, तर धेरै जसो दुःखको बेलामा चाहिँ मानिसहरू हामी दुःख पर्दा हामीले चिन्ता गर्ने, फिक्री गर्ने गर्छौँ अनि अरू सबै कुरा खोज्ने गर्छौँ, तर परमेश्वरलाई हामी खोज्ने गर्दैनौँ। अरू सबै उपाय हामी खोज्ने गर्छौँ, तर परमप्रभु परमेश्वरलाई नखोज्ने हामी गर्छौँ। अनि यही कुरा चाहिँ अहिले तपाईँलाई म भन्न चाहन्छु कि पहिलो कुरा हामीले परमेश्वरलाई खोज्नु पर्दछ अनि उहाँले हामीलाई हरेक मार्गहरू बताइदिनु हुनेछ, हरेक मार्गहरू सोझो पारिदिनुहुन्छ, हरेक समस्याहरूबाट उहाँले हामीलाई उपाय निकालिदिने काम गर्नुहुन्छ। र दोस्रो कुरामा चाहिँ 5 पदमा हामीले पढे जस्तै उहाँलाई हेर्नेहरू उज्जवलमा हुन्छन् र तिनीहरूका शिर शर्मले कहिले पनि झुक्ने छैन। तपाईँले जब परमेश्वरलाई हेर्नुहुन्छ तब परमेश्वरले तपाईँको परिस्थितिलाई बदल्नुहुन्छ। परिस्थितिलाई हेर्ने होइन, तर परमेश्वरलाई चाहिँ हामीले हेर्नु एकदमै जरुरी छ भन्ने कुरा चाहिँ आजको यो परमेश्वरको वचनले चाहिँ भन्न खोजिरहेको हामी पाउँदछौँ। दुःखको बेलामा चाहिँ परमेश्वरलाई हेर्ने व्यक्तिले चाहिँ आफ्नो परिस्थितिलाई होइन, तर परमेश्वरलाई हेर्दछ भने परमेश्वरले हाम्रो परिस्थितिलाई अवश्य पनि बदल्नुहुन्छ। जब तपाईँ समस्यालाई हेर्नुहुन्छ, ती समस्याले तपाईँलाई अझ झन्झन्झै ज्यादा चाहिँ तपाईँलाई चाहिँ समस्यामा होइन हाल्ने काम गर्छ। र त्यसैले चाहिँ दुःखको बेलामा चाहिँ हामीले के गर्ने भनेर चाहिँ हामी बुझ्दैनौँ, हैन। हो, दुःख छ, गाह्रो हुन्छ, हैन। परमेश्वरलाई हेऱ्यो भने चाहिँ यी सबै फेरि पनि परमेश्वरले हामीलाई चाहिँ असल पारिदिनु हुनेछ भन्ने कुरो चाहिँ परमेश्वरको वचनले भनिरहेको छ। र तेस्रो नम्बरको कुरा हो, यस दुखित मानिसले परमप्रभुलाई पुकारा गर्यो अनि उहाँले सुन्नुभयो, त्यसलाई त्यसका सबै कष्टहरूबाट बचाउनु भयो भनेर चाहिँ हामी 6 पदमा चाहिँ हामी अघि पनि सुनिसकेको छ परमेश्वरको वचन। यस बेला चाहिँ हामी अरू कुनै पनि कुरा नगर्नुहोस्, सिर्फ हामी परमेश्वरलाई पुकार्न जरुरी छ, है। तपाईँलाई थाहा छ कि यो 2टा घोडा चाहिँ जुन परमेश्वरले हामीलाई दिनुभएको छ, त घोडाको बलमा लडेको युद्ध चाहिँ सबैभन्दा शक्तिशाली हुने गर्छ। यसको मतलब यो हो कि जब तपाईँ आफ्नो घोडा टेकेर चाहिँ हात उठाएर परमेश्वरलाई पुकारा गर्नुहुन्छ भने परमेश्वरले तपाईँको प्रार्थना तपाईँले सुन्नुहुन्छ, है। अनि परमेश्वरको प्रार्थना सुन्नुहुन्छ र घोडाको बलले लडेको युद्ध चाहिँ सबैभन्दा शक्तिशाली हुन्छ। त्यो बेला यस्तो युद्ध लड्नुहुन्छ जुन चाहिँ हात हतियारले लडेको भन्दा ठुलो चाहिँ युद्ध चाहिँ घोडा टेकेर चाहिँ होइन आत्मिक युद्ध लडेको चाहिँ सबैभन्दा शक्तिशाली हुन्छ। र तपाईँको आँखाबाट होइन बर्सिएको सहायताको पुकारा जब परमेश्वरलाई घोडा टेकेर हात उचालेर आँसु चुहाएर चाहिँ तपाईँ परमेश्वरलाई चाहिँ होइन आफ्नो हृदय खोलेर चाहिँ तपाईँ पुकारा गर्नुहुन्छ भने परमेश्वरले चाहिँ त्यो पुकारा सुन्नुहुन्छ र तपाईँको हरेक बन्धनहरूबाट चाहिँ तपाईँलाई छुटकारा दिनुहुनेछ भनेर चाहिँ आजको यो 6औं पदले चाहिँ हामीलाई बताइरहेको छ। त्यसै कारण तपाईँहरू चाहिँ प्रार्थना गर्नु कहिले पनि नथाक्नुहोस्। आज नहोला, भोलि नहोला, पर्सि नहोला, तर अवश्य पनि एक दिन समय आएपछि हरेक कुराको समय हुन्छ भन्नुभएको छ परमेश्वरले। त्यो समय आएको बेला चाहिँ तपाईँलाई चाहिँ होइन अति उत्तम फल उहाँले अवश्य पनि दिनुहुनेछ। र म भन्न चाहन्छु कि तपाईँ अलिकति पनि प्रार्थना गर्नु नथाक्नुहोस्, है। घोडा टेकेर प्रार्थना गर्नुहोस्, उभिएर भन्दा शैतान यति बिना चलाक छ। हामी उभिएर प्रार्थना गर्दाखेरि शैतानले हामीलाई झापड हान्छ, हामी बसेर प्रार्थना गर्दाखेरि पनि होइन शैतानले हामीलाई पिट्ने गर्छ, लात हान्ने गर्छ। तर जब हामी घोडा टेकेर चाहिँ हामी प्रार्थना गर्छौँ भने होइन शैतानको चाहिँ कानमा त्यो पर्ने गर्छ। शैतान भनेको अल्गो पनि हुँदैन, हौचो पनि हुँदैन, ऊ होइन लिलीपुट भन्छ, एउटा सानो होचो हुन्छ। उसलाई उभिएर प्रार्थना गर्दा त्यो वचन हाल्दा चाहिँ कहाँ जान्छ, उसको कानमा नगएर चाहिँ सिधा जाने गर्छ, जसको कारण चाहिँ शैतानले होइन त्यो कुराहरू सुन्न सक्दैन। र बसेर हामी प्रार्थना गर्दाखेरि चाहिँ शैतान हामी बसेको भन्दा अलिक अल्गो हुन्छ, त्यो प्रार्थना पनि उनले सुन्न सक्दैन। र जब हामी घोडा टेकेर हामी प्रार्थना गर्छौँ भने चाहिँ शैतान र हामी चाहिँ आम्ने सामने रहन्छौँ र हाम्रो प्रार्थना चाहिँ उनको कानमा पुगेपछि त्यो प्रार्थना गरेको कुराहरू चाहिँ शैतानले चाहिँ हामीसँग होइन टाढेन बाध्य पर्छ। र म भन्न चाहन्छु कि अलिकति नथार्नुहोस्, प्रभुलाई पुकार्नुहोस्। तपाईँको जीवनमा कष्ट हुँदा तपाईँले केही पनि गर्न मन नलाग्ला, है। तपाईँको दुःख कष्ट हुँदाखेरि केही पनि गर्नु मन नलाग्ला, बाइबल पढ्नु मन नलाग्ला, प्रार्थना गर्नु मन नलाग्ला, होइन चर्च आउनु मन नलाग्ला, तर म तपाईँलाई उत्साहित म के पार्न चाहन्छु भने यदि तपाईँ
को हृदयमा त्यस्तो कुरा भइरहेको छ भने एकपटक अवश्य पनि परमेश्वरको यो वचनलाई चाहिँ मानेर हेर्नुहोस्, यो वचनलाई तपाईँको आत्मसात गरेर हेर्नुहोस्, यो वचनलाई तपाईँ दाबी गरेर हेर्नुहोस् होइन। प्रभु कति भला हुनुहुन्छ भन्ने कुरो त्यस समय चाहिँ परमेश्वरले तपाईँलाई अवश्य पनि बताउनु हुनेछ। र तपाईँको घुँडालाई टेक्नुहोस् र परमेश्वरलाई पुकारा गर्नुहोस् कि परमेश्वर तपाईँ मेरो जीवनमा हुनुहुन्छ, तपाईँ मलाई छुटकारा दिनुहुन्छ, तपाईँ मेरो साथमा हुनुहुन्छ। यो विश्वासको होइन यस्तो प्रार्थना गरेपछि उहाँले तपाईँको होइन के गर्नुहुन्छ, तपाईँको प्रार्थना सुन्नुहुन्छ। र जसरी परमेश्वरको वचनमा लेखे जस्तै यस दुखित मानिसले परमप्रभुलाई पुकारा गर्यो अनि उहाँले सुन्नुभयो र त्यसका सबै कष्टहरू बचाउनु भयो भन्ने कुरा चाहिँ उल्लेख गरेको कुरा चाहिँ यो लागू हुने गर्छ। परमप्रभुलाई पुकार्नु तपाईँ नछोड्नुहोस्, उहाँलाई होइन हेर्न नछोड्नुहोस्, उहाँलाई खोज्न नछोड्नुहोस्। दुःखको बेलामा यो काम तपाईँले गर्न एकदमै जरुरी छ। र हेर्नुहोस् तपाईँको जीवनमा कस्तो किसिमको बदलाव आउँछ भन्ने कुरो तपाईँले आफसे आफ थाहा हुने गर्छ। र परमेश्वरको अनुग्रहले तपाईँलाई कसरी ढाक्नेछ, कसरी छत्रछायामा राख्नुहुनेछ भन्ने कुरो तपाईँले महसुस गर्नुहुनेछ। म यस्तो कष्टमा छु कि कहाँ परमेश्वर हुनुहुन्छ नभन्नुहोस्, उहाँलाई हेर्नुहोस्, उहाँलाई खोज्नुहोस्, उहाँलाई पुकारा गर्नुहोस् होइन। परमप्रभुले तपाईँको कष्टलाई, तपाईँको दुःखलाई चाहिँ तपाईँबाट चाहिँ छुटकारा उहाँले दिनुहुनेछ। यो कुरा कहिले पनि शङ्का नगर्नुहोस् कि परमेश्वर तपाईँदेखि टाढा हुनुहुन्छ होइन। उहाँलाई खोज्नुहोस्, उहाँलाई हेर्नुहोस्, उहाँलाई पुकारा गर्नुहोस् र उहाँ भला हुनुहुन्छ। तपाईँले चाखेर हेर्नुहोस् अनि तपाईँलाई थाहा हुनुहुन्छ मेरो जीवनमा पनि होइन मैले परमेश्वरलाई धेरै चाखेर हेरेको छु। किनभने मेरो जीवनमा जुन अहिले तपाईँले मलाई यस्तो किसिमको देखिरहनु भएको छ, म यस्तो किसिमको मान्छे होइन होइन। पहिला हामी एकदम घरको अवस्था नाजुक हुँदाखेरि चाहिँ म 11-12मा पढ्दै थिएँ होला, बेचलरमा पढ्दै थिएँ होला, म फाटेको पेन्ट लगाएर कलेज जान्थेँ। आज परमेश्वरको अनुग्रह हामीले परमेश्वरको वचनलाई चाखेर हेर्दाखेरि आज हामीसँग केही कुरोको कमी छैन। आज हामीले परमेश्वरले हामीलाई जे दिनुभएको छ, सम्पत्ति दिनुभएको छ, घर दिनुभएको छ होइन, बालबच्चाहरू दिनुभएको छ, हामीलाई समाजमा प्रतिष्ठाहरू दिनुभएको छ अनि बुद्धि विवेकले भरिपूर्ण गर्नुभएको छ। आज यो के कारणले भएको हो भन्दा चाहिँ आज हामी परमेश्वरलाई होइन परमेश्वरतिर हामीले हेरेको कारणले गर्दाखेरि हो। हामीलाई कुनै दिन होइन एक कनिका आधी किलो कनिका पनि दोकानेले नपत्याउँदाखेरि, चामलको कुरा परे जाओस् है, चामलको मैले कुरा गरेको छैन, कनिका धरी हामीलाई नपत्याउनेले आज हामीलाई हजारौँ लाखौँ करोडौँको व्यवहारमा पनि तिनीहरूले पत्याउने गर्दछ। यसको विषयमा पनि म कुनै दिन तपाईँहरूको माझमा चाहिँ फेरि पनि वचनको पालो आयो भने मेरो आफ्नो गवाई म तपाईँलाई अवश्य पनि म बाँड्नेछु है। अन्तमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि कष्टले तपाईँलाई चाहिँ परमेश्वरबाट कहिले अलग नगरोस् है, अनि दुःखले पनि तपाईँलाई चाहिँ परमेश्वरबाट कहिले अलग नगरोस्। कष्ट र दुःखको समयमा अझै तपाईँ परमेश्वरको नजिक हुनुहोस् र उहाँलाई खोज्नुहोस्, उहाँलाई हेर्नुहोस् र उहाँलाई पुकार्नुहोस्। मैले अघि नै तपाईँले भने जस्तै घोडाको बलमा लडेको युद्ध सबैभन्दा शक्तिशाली हुन्छ। त्यसैले उहाँलाई पुकार्न नछोड्नुहोस् किनकि उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले ठुला ठुला आश्चर्य कामहरू गर्नुभएको छ। आज पनि उहाँ त्यही नै परमेश्वर हुन्छ, उहाँ बदलिनु भएको छैन। मानिस बदलेर तर परमेश्वर कहिले पनि बदलिनु भएको छ होइन। परिवर्तनशील संसारमा अपरिवर्तनशील परमेश्वरको वचन पालन गर्नेहरू जसले पनि उद्धार र मुक्ति पाउनेछ र शान्ति पाउनेछ र तिनीहरूको जसले पनि हरेक कुरा मनोरथ चाहिँ परमेश्वरले पुरा गर्नुहुनेछ भन्दै आजको वचन यहीँ म राख्न चाहन्छु। धन्यवाद। फेरि पनि यो समय म सञ्चालकको हातमा राख्दछु।